सम्पूर्णमा नमस्कार। हजुरहरूले यो ब्याकग्राउन्ड देखिराख्नु भएको छ जुन आज म चाहिँ यो साइप्रसको निकोसियामा अवस्थित नेपाली कन्सुलेटमा छु र मेरो साथमा हुनुहुन्छ कन्सुलेटको प्रमुख हुनुहुन्छ। आज हामी चाहिँ हजुरहरूले मलाई धेरै सोसल मिडियामा चाहिँ जो नागरिक बोली हेरेर बस्नुहुने टिकटक जसले युट्युब मार्फत र जसले फेसबुक मार्फत हेर्नुहुन्छ र साइप्रसका विभिन्न विषयमा मैले बोलिरहेको हुन्छु र साइप्रसको विभिन्न विषयमा हजुरहरूलाई इन्फर्मेसन दिइरहेको हुन्छु र कसैको रोजगारीको सिलसिलाको इन्फर्मेसन हुनसक्छ, कसैले कुकमा आउँदाको स्यालेरीदेखि लिएर के कस्तो हुन्छ अवस्था र यो साइप्रसमा आउँदा चाहिँ यो कुराहरू चाहिँ विचार गरेर आउनुपर्छ भनेर चाहिँ मैले भनिराखेको हुन्छु। र यसै क्रमको सिलसिलामा आज चाहिँ हाम्रो जुन साइप्रसमा कन्सुलेट रहेको छ र कन्सुलेटको प्रमुख मसँग हुनुहुन्छ र एउटा कन्सुलेट भनिसकेपछि यहाँ बसोबास गर्ने जो रोजगारीको सिलसिलामा आउनुभएको एउटा आधिकारिक अभिभावक पनि हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि उहाँबाट आधिकारिक जानकारीहरू चाहिँ म लिँदैछु। कन्सुलेटबाट पाउने सेवा सुविधा के हो र हजुरहरूले धेरै सोधिरहनु भएको प्रश्नहरू हुनसक्छ, जस्तै होलिडे पेपरको कुराहरू। र आज यसै सेरोफेरोमा रहेर विभिन्न विषयमा चाहिँ म हाम्रो कन्सुलेटको प्रमुख सरसँग चाहिँ मैले अन्तर्क्रिया गर्नेछु र हामी कार्यक्रमलाई ढिला नगरिकन सुरु गर्छौँ है त। सर, हजुरलाई कार्यक्रममा स्वागत छ नागरिक। ल, थ्याङ्क यू भेरी मच। मेरो नाम रामजीवन पन्जियार हो। हजुर सर। घर चाहिँ जनकपुर। हजुर। म साइप्रसमा बसेको लगभग 30 वर्ष भयो। 30 वर्ष। हजुर। र मोटामोटी 12 वर्षदेखि म कन्सुलेटमा कार्यरत छु। 12 वर्षदेखि। पहिला चाहिँ यहाँ सिप रोड कन्सुलेट, हरनोरी कन्सुलेट थियो र अलिकता अब बडी प्रेसर आएर मलाई पनि इन्ट्रेस्ट भएर मैले यो पदमा बसेको छु। र यहाँ बस्दाखेरि यसमा धेरै यो चौतर्फी दबावहरू छन् हैन, कि अब यो कन्सुलेटले के गरिरहेछ। वास्तवमा हर्नरी कन्सुलेटको काम त के हो भने अब दुई देशको बिचमा मैत्री सम्बन्ध जोड्ने, टुरिज्मलाई प्रमोसन गर्ने हैन, र बिजनेसलाई प्रमोट गर्ने। वास्तवमा त्यो हर्नरी कन्सुलेटको काम त्यो हो। तर यहाँ के भइरहेछ भने सबै जिम्मेवारी एम्बेसी भन्दा बढी जिम्मेवारी मलाई लाग्छ कि मैले बोकिराखेको छु। अब त्यो पहिला मलाई सुरुमा यो खोल्दाखेरि मान्छे एउटा दुईटा मात्रै मान्छे भेटाउँथ्यो। अहिले अब हाराहारीमा लगभग 20-25 हजार जति नेपाली भएछ। अब त्यसको लागि मैले कतिचोटि पटक एम्बेसीलाई मैले यो गरेको थिएँ, कुरा गरेको थिएँ कि हाम्रो अब कन्सुलेट हर्नरी कन्सुलेट अब त्यो बढी लोड भयो, या त्यहाँबाट एम्बेसीबाट स्टाफ पठाइदिनु सजिलोको लागि, या मलाई के गर्नुपर्छ भने आफ्नो स्टाफ राखेर केही यो गर्नुपर्छ, काम त गर्नुपर्छ। अब कसैको मेरो अफिसमा आएर मलाई सहयोग गरिदिनु मलाई त गर्नुपर्छ हैन। अब त्यस्तै फर्काइदियो भने यहाँ त पापस टोडस परालिम्नी सबै ठाउँबाट मान्छेहरू आउँछ, टाढा टाढाबाट। त्यस्तो फर्काइदिनु राम्रो हुँदैन। त्यो कारणले अब सबैभन्दा बढी आयो कुरा के भन्छ त्यो होलिडे पेपरको। होलिडे पेपर वास्तवमा यो मैले सुरुमा नै भनिदियो सरलाई रोकी मैले, जस्तै जुन मैले यही विषयमा नि कुरा गर्न यहाँ मान्छेहरूलाई के भइदियो भन्दा होलिडे पेपरको मलाई सोधिरहनु भएको हुन्छ। धेरै फुल जानकारी त मलाई पनि हुँदैन नि त होइन। अनि उहाँ होलिडे पेपरको चाहिँ के भनिदिनु पर्यो भने सरले डकुमेन्टहरू होलिडे पेपर कुन अवस्थामा होलिडे पेपर बनाउने होइन, र अनि होलिडे पेपर बनाउनको लागि के कुराहरू चाहिँ आवश्यक पर्छ भनेर चाहिँ त्यसको जानकारी। वास्तवमा होलिडे पेपरमा सुरुमा नै मैले रिजेक्ट गरेको थिएँ, यो यहाँबाट नबनाउनु हैन। तर मलाई के भन्यो भने होलिडे पेपर बनायो भने मान्छे कहाँ जान्छ त्यो थाहा हुन्छ, हामी कहाँ रेकर्ड हुन्छ। र तपाईँले के गर्नु भने पुस गर्नु कि कमसे कम श्रम स्वीकृति गर्छ। जबसम्म होलिडे पेपरमा यहाँबाट दिँदैन तब श्रम स्वीकृति हुँदैन। अब त मान्छेलाई अब श्रम स्वीकृतिमा किन गराउनु पर्यो त्यो पनि। अब श्रम स्वीकृतिमा के छ भने अप टु डेट गर्दैन। जुन मान्छे यहाँबाट होलिडे मागेर गयो त्यो बेला मात्रै श्रममा जान्छ हैन, नत्र वास्ता गर्दैन। र यहाँ आएपछि मलाई दुईटै कुरा भन्नुपर्छ, यो पेपर तपाईँको श्रममा
म यहाँबाट इमेल पठाउँछु र त्यो गएन भने फेरि तपाईँको श्रम स्वीकृति हुँदैन। त्यो कारणले एउटा त अप टु डेट भयो, उसको श्रम पनि बनायो, र एउटा चाहिँ तर यसमा के भयो भने मलाई बडी लोड भयो। अब बडी लोड भयो भने त अब यसमा पासपोर्ट चाहिन्छ कपी, त्यसपछि कन्ट्र्याक्टको कपी चाहिन्छ, त्यसपछि भिजाको कपी चाहिन्छ, त्यसपछि मैले जुन अनुसूची 8 भर्छु नि त्यो चाहिन्छ। सबै कपीलाई सबैमा स्टाम्प लगाएर ओरिजिनल चाहिँ आउने व्यक्तिलाई दिनुपर्छ। त्यो लिएर जाओस् र त्यो श्रम अफिसमा देखाओस्। र मैले फेरि के गर्छु, सबैलाई कपी गरेर फेरि अपलोड गरेर फेरि इमेल गरिदिन्छु श्रम अफिसमा। अब श्रम अफिसमा इमेल गरेपछि उसलाई थाहा भयो कि साइप्रसबाट यो आएछ, इमेल कन्सुलेटबाट आएछ, यो प्रुफ गरिदियो भने त्यसपछि प्रुफ हुन्छ। र उसको चार्ज मैले 25 युरो राखेको छु, किनभने अब त्यसको लागि मलाई मान्छे पनि राख्नुपर्छ, स्टेसनरी खर्च लाग्छ के। अब त्यो अब कहाँबाट पूर्ति गर्ने, नत्र आफ्नो पकेटबाट दिनुपर्छ। म त्यो कारणले सुरुमा भन्न थिएँ यो नगर्नु, यहाँ काम छैन। तर उसले मलाई सम्झायो होइन, यो केटीहरू बढी जान्छ, त्यो चाहिँ ह्युमन ट्राफिक हुन सक्छ होइन। त्यो कारणले त्यो पनि भयो। अर्को तपाईँ चाहिँ श्रमको लागि पनि अलिकता हेल्प गरिदिनु कि कमसेकम यहाँ आएर श्रम स्वीकृति गरोस्। ओके सरले यो त होलिडे पेपरको कुराहरू भयो। अनि जस्तै हजुरको अर्को कुरा पनि कतिपयलाई आफै आउनुपर्छ कि भन्ने कुरा होइन, त्यसमा आफै आउनुपर्छ। त्यो किन भन्छु भने आफै नआए पनि म बनाउँछु। ओरिजिनल डकुमेन्ट यसमा के हुन्छ भने कसैको भिजा एक्सपायर हुन्छ होइन, कसैको कन्ट्र्याक्ट हेरेको हुँदैन, साइन गरेको हुँदैन। त्यसमा चाहिँ मैले चेक गर्छु यो कन्ट्र्याक्ट सही हो कि होइन होइन, भिजा एक्सपायर छ कि छैन। भिजा एक्सपायर हुन लागेको छ भने पहिला भिजा रिन्यू गर, त्यसपछि मात्रै जाऊ, नत्र तिमीलाई फेरि ब्लक गर्छ नेपालमा होइन। त्यो अब अर्को कुरा के हुन्छ, त्यसको फाइदा यहाँ कन्सुलेट अफिस पनि हुँदो रहेछ। अब त्यहाँ नेपालबाट आउँदाखेरि थाहा हुनुपर्ने थियो कि साइप्रसमा कन्सुलेट अफिस छ, हाम्रो लागि नि बसेको, हाम्रो सेवाको लागि बसेछ। तर मान्छेहरू त्यहाँ भन्दैन, एजेन्टहरू त्यहाँ मेन पावरहरू भन्दैन। अब कुनै समस्या भयो भने मात्रै आउँछ मका। अब जुन बेलामा त्यो समस्या पनि के हुन्छ भने रियल समस्या भने त्यसको पछि म लाग्छु। अब यहाँ मान्छेहरू धेरै यो ठग्ने बानी भइसकेछ। यहाँ जति आयो भने ब्रोकरहरू बढी भएछ। अब कसलाई यो गर्ने, बदनाम गर्ने, त्यो आफै सतर्क हुनुपर्छ। अब कसैले भन्छ मेरो पैसा खाइदियो, कसैले अब मेरो यो डकुमेन्ट ल्याउँदाखेरि 50 युरो खाइदियो। म कसैलाई त्यो कुरा भन्दैन कि, मैले त्यो भन्दा राम्रो आफै आऊ, बनाएर लिएर जाऊ, कसै बिचमा पैसा नदियो, त्योभन्दा बढी लाग्दैन पैसा होइन। 25 युरो चाहिँ शुल्क हो होइन। त्यो मैले राखेको त्यो अब मेन पावरको लागि। अब एकजना राखिदिने, त्यो काम गर्छ, त्यो डकुमेन्टहरू सबै पठाउँछ। तर यो मलाई धेरै ट्रबल गरिरहेछ कि। अब कसैलाई यो होइन यो बढी शुल्क भयो, यसलाई हटाइदेऊ होइन। त मलाई त्यो खुसी हुन्थ्यो कि यो झन्झट छ, यो काम धेरै झन्झटिलो छ होइन। उसले आउनेवालालाई पनि झन्झट लाग्छ। अब कसैले टाढाबाट आउनुपर्छ, तर कसैले म आउन सक्दिनँ भने ठिक छ, त्यो के भन्छ त्यो डिएचएलबाट हुन्छ कि एसिएसबाट हुन्छ, कुरियरबाट पनि पठाइदियो, म बनाइदिन्छु होइन। तर त्यसमा मलाई के हुन्छ भने उसलाई सजेसन दिन सजिलो हुन्छ कि कुनै चाहिँ इलिगल त छैन होइन। त्यो लिगल बनाउने पनि काम हुन्छ। त्यसपछि श्रमलाई बडी फोर्स मैले पारेको के हो, श्रम चाहिँ गरोस्। र मैले श्रम अफिसमा गएर पनि यसको बारेमा कुरा गरेको थिएँ कि श्रम चाहिँ हामीहरूको के हुन्छ भने अप टु डेटको लागि हामीलाई फेसिलिटी दिनु, त्यसपछि यो गर्नु पर्दैन, पैसा पनि लाग्दैन, एकैचोटि डाइरेक्ट श्रम स्वीकृति गरिदिने यहीँबाट। सर यो त भयो जस्तै होलिडे पेपरको कुरा, किन कसरी र के डकुमेन्ट चाहिन्छ भन्ने कुरा। र धेरै मान्छेहरूलाई चाहिँ कन्सुलेटले चाहिँ के सेवा सुविधा के कामको लागि चाहिँ कन्सुलेट जाने भन्ने कुरा नै थाहा छैन कि होइन। यो त मेरो त तपाईँ काम पहिला नै भनिसक्यो। मेरो त यो चाहिँ हाम्रो यो अफिसियली काम वास्तवमा गर्ने होइन। यो मैले जुन गरेको त अफिसियली काम हो। मैले चाहिँ एम्बेसीलाई पनि सेवाको लागि बसेको छु। अहिले नभएर अब कन्सुलेट भयो भने, कन्सुलेट र हनररी कन्सुलेटमा फरक छ फेरि। किनभने कन्सुलेट भयो भने डाइरेक्ट दरबन्दी आउँछ परराष्ट्रबाट। यो हनररी यो पद हो के, मनार्थ पद हो। त्यो कारणले हामीले अफिसियली काम गर्न पाउँदैन। तर अब जस्तै पावर अटर्नीको कुरा आयो होइन, पावर अटर्नी मेरो अधिकारमा पर्दैन। तर मैले एम्बेसीलाई सोधेको थिएँ, उसले के भनेको थियो भने
कुनै पनि पावर अटर्नी भएर त्यो म कहाँ आउनुपर्छ, मलाई मेरो सामनेमा साइन गर्नुपर्छ, मेरो सामनेमा ल्याप्चे लगाउनुपर्छ। मैले भने यहाँको मान्छे कसरी इजरायल जान्छ? त्यो त असम्भव कुरा भयो। त्यो त हुनै सक्दैन। कसैलाई जान पनि दिँदैन होइन। र कसैले त्यहाँ गयो भने चोरेर त्यहीँ बस्नु आउँदैन। त्यो कुनै सजिलो तरिका बताइदिनु। त्यसपछि उहाँले के भन्नु भने तपाईँ उसलाई हेरेर आफ्नो सामनेमा ल्याप्चे लगाएर साइन गराएर सिफारिस गरिदिनु र एम्बेसीमा पठाइदिनु। अहिले म त्यही गरिरहेको छु। अब एम्बेसीमा पठाइदियो, उसले फेरि प्रमाणित गरेर पठाइदिन्छ। तर अब त्यसको चार्ज 50 युरो पर्छ होइन, $50 पर्छ होइन। तर के हुन्छ भने अब फेरि उसलाई पठाउन डिएसएल चार्ज, त्यहाँबाट फेरि फर्काउने डिएसएल चार्ज, सबैमा थुपार्यो भने $150 परिहाल्छ। अब म के गर्ने? अब मेरो अधिकार दियो भने त अर्कै कुरा भइहाल्छ होइन। यो डिएसएलले चार्ज हटाइदिन्छु, लिन मिल्दैन होइन। अब त्यो हो कि बढी चाहिँ चार्ज भनेको। अब यो पुरा पावर दियो भने म सुरुमा पहिले भनेको थिएँ, एकचोटि अब पावर अटर्नी भयो, ट्रेभल डकुमेन्ट भयो, यिनीहरू सबै यहीँबाट म बनाइदिन्थेँ। 25 युरो चार्ज लियो, पठाइदियो, सक्यो, यहीँ तुरन्त हातमा दिन्थेँ। तर अब एउटा डकुमेन्ट मलाई बनाउन पाउँदैन। उसले एम्बेसीले पठाइदियो कि तपाईँ जति पनि डकुमेन्ट चाहिँ एम्बेसीमा पठाउनु। अब एम्बेसीमा पठायो भने 50 युरोको चार्ज हुन्छ, 100 युरो फेरि तपाईँको बाटो खर्च लाग्छ। त्यसले गर्दाखेरि जुन अब म के गर्ने त्यसमा? जुन शुल्क पर्न गएको त्यो शुल्क बढिहाल्छ होइन। त्यो हो मेन। तर अहिले अब एम्बेसीमा अब जस्तै एम्बेसी यो कन्सुलेटमा जति एम्बेसी काम गर्नुहुन्छ नि, जति पेपरको कामहरू हुन्छ, नेपाली पेपरको काम सबै यहाँबाट हुन्छ। तर मैले प्रमाणित गर्दिनँ। सबै यहाँ कलेक्सन हुन्छ, यहाँबाट इजरायल पठाउँछु, इजरायलबाट फेरि यहाँ ब्याक भेरिफाई भएर यहाँबाट भेरिफिकेसन हुने र त्यहाँ प्रमाणित गरेर फेरि यहाँ आउँछ। डकुमेन्ट हजुरहरूले जो व्यक्ति छ, जस्तै मैले भन्न खोजेँ, जस्तै 1 2 3 अहिलेको चाहिँ हिसाबमा चाहिँ हजुरको कन्सुलेटबाट भएको सेवा सुविधा चाहिँ के हो? जस्तै पासपोर्ट बनाउने कुराहरू, रिन्यू गर्ने कुराहरू, त्यो त जति नेपाली पेपरहरू हुन्छ नि। अब जस्तै कि अब ट्रेभल डकुमेन्ट भयो, त्यसपछि होलिडे पेपर भयो, त्यसपछि पावर अटर्नी भयो, पासपोर्ट भयो। अब त्योभन्दा बढी त्यस्तै हो, 4-5वटा डकुमेन्टहरू हुन्छ नि प्रायः। यहाँ त मान्छेको त्यही चाहिन्छ नि। होइन, मैले भन्नु खोजेँ जस्तै यो भिडियो हेर्दाखेरि थाहा होस् कि मान्छेलाई यो डकुमेन्ट बनाउनु पर्यो भने चाहिँ यहाँ जानु पर्ने रहेछ भन्ने हुन्छ नि। त्यो कुराहरू म उसलाई पनि भनिदिन्छु कि मेन पावरहरू जुन आउँछ नि उसलाई पनि भन्छु। अब कुनै समस्या भयो भने त्यति मात्रै होइन, त्यो वास्तवमा त्यो मेरो काम होइन, तर मलाई गर्नुपर्छ कि। अब कुनै समस्या भयो भने अब कुनै मेन पावरले पठायो यहाँ, अब मेन पावरहरूले के गर्छ, अब न ट्रेनिङ गराएर न भाषा सिकाएर त्यति पठाइदिन्छ यहाँ मान्छे। अब यहाँ मान्छे पठायो भने त्यो हुन्छ, कसैले त राख्नै सक्दैन, यो त्यसलाई केही आउँदैन भने अब त्यो विचलित भइहाल्छ। त्यसको लागि मलाई त के गर्नुपर्छ भने रियल मान्छे भयो भने अब त्यसमा धेरै बार्गेनिङ पनि चल्छ है। त्यो भयो भने मैले के भन्छु भने ठिकै छ, मेन पावर थ्रु आएछ भने मलाई सर्ट आउट गर्न सजिलो हुन्छ। मेन पावरलाई त म चिन्छु, उसलाई भएर यसलाई गर, नत्र तिम्रो त्यो जति डिमान्डहरू सबै क्यान्सल गरिदिन्छु। त्यसपछि डराउँछ, त्यसपछि उसले सल्भ गर्छ कि। अब त्यो मेरो काम होइन कि, मेन पावरको काम हो कि। उसँग अब चार्जहरू पैसाहरू लिएको हुन्छ त ऊ काम गर्नु परेन नि त। चार्ज लियो भने त काम गर्नु पर्यो। अब सकेन भने फर्काउनु पर्यो, फर्कायो भने उसको पैसा फिर्ता गर्नु पर्यो। त्यो हो काम के। सरलाई सोधिहालेँ, हजुरले जुन कुराहरू भन्नुभयो होइन, जुन एम्बेसी अन्तर्गत र परराष्ट्र मन्त्रालय अन्तर्गतको जुन साइप्रसको हकमा चाहिँ दरबन्दी आवश्यक हो कि होइन कन्सुलेटको लागि? मेरो लागि हजुरलाई मैले भने जुन अहिले हजुरले निस्वार्थ भावनाले जुन अहिलेको सेवा सुविधा चाहेको भन्दा पनि मैले सक्ने होइन, मैले त्यसको लागि मैले धेरै गरिरहेको छु। म व्यक्तिगत हिसाबबाट सकभर मैले ट्राई गर्छु कि कम पैसामा यिनीहरूलाई बढी सुविधा होस्। म जहिले पनि त्यो सोचिरहेको हुन्छु होइन। त्यो अब त्यो बसेर कुरा गऱ्यो भने सबै हेर्दाखेरि थाहा हुन्छ कि के भइरहेछ। त्यस्तो मौखिकले यस्तो भयो त्यस्तो भयो यो बेकारको हो, त्यो हुँदैन। सबैमा एक एक गरिकन मैले कटाएर सबै फाइनलाइज गर्छु कि त्यस्तो हुँदैन। जे पायो त्यो गर्न मिल्दैन। फेरि एकजनालाई बढी गर्ने, एकजनालाई कम गर्ने, त्यो हुँदैन। सबैको एक नासको व्यवहार। जति आयो भने सबै नेपाली हो, हाम्रो लागि सबै एक हो, कुनै पार्टीसँग मतलब हुँदैन।
भनेको होइन जस्तै हजुरको कन्सुलेट चाहिँ अँ, मेन भनेको जुन म दरबस्ती नगरपालिका म कन्सुलेट चाहिँ म आवश्यक हो कि गार्जियन जस्तो भयो। ओहो अब गार्जियनको काम अब यताउता सबैलाई हेर्नु अब पर्यो सबैलाई हेर्नुपर्छ, ओहो एकरूपता देखाउनु पर्छ होइन। तर मेरो विचार छ भने अब बढी भयो, उहुँ, मान्छेहरूको सङ्ख्या बढ्यो, अब जी म भ्याउँदैन। हजुर अब यो बढी चार्ज राख्यो भने किन चार्ज लाग्यो? ओहो गभर्मेन्टबाट एक पैसा फेसिलिटी छैन, छैन न स्टाफको फेसिलिटी छ, उहुँ, केही फेसिलिटी छैन। त्यो कारणले अब कन्सुलेट बरु नखोल्ने, बरु डाइरेक्ट एम्बेसी राखिदियो भने उहुँ, सबैको हक हितको लागि राम्रो हुन्छ। यो म भन्न चाहन्छु कि ओके एम्बेसी हुनुपर्छ अब। हजुरको त्यो हिसाबमा कन्सु यत्रो काम गरेको अँ, अनुभवमा हजुर यत्रो काम गरेको मलाई 30 वर्ष भइसक्यो नि त अँ, जोकको कुरा होइन नि त हो। हजुरको 30 वर्ष चाहिँ यही मैले देशमा सबै ठाउँ बस्नु अब भनेको मलाई त यहीँबाट फुर्सद हुँदैन। ओहो अब कुनै अब कसैको कल आउँछ, तपाईँले त फोनै उठाउनुहुन्न। हजुरको अब विचारमा अब चाहिँ यहाँबाट फुर्सद मिल्यो कसरी फोन उठाउने? ओहो अब फोनको उठाउनु समय फेरि हुँदैन। रातिमा फोन गर्छ, ओहो शनिबार पनि गर्छ, आइतबार पनि गर्छ, उहुँ, जुन बेलामा फोन लागेको हुन्छ। फेरि फोन पनि जनाउनु हुँदैन। ओहो सर मलाई त इजरायल जानु छ, मलाई जापान जानु छ। मलाई जापान जानु छ भने जापान त्यो कन्सुलेटमा एम्बेसीमा सोध्नु, मलाई किन सोधेको? ओहो होइन तपाईँ नै हो यहाँको गार्जियन। ल अब म के भन्ने? जवाब त दिनुपर्छ। फेरि एक एक घन्टा कुरा गर्न थाल्छ कि। अँ, त्यसपछि अलिकता हो नि इरिटेट हो नि भयो हो कि। नि पक्कै पनि हजुरको हिसाबमा चाहिँ उम्, जुन कन्सुलेट भन्दा पनि यहाँ एम्बेसी भइदियो भने हो झन् हो त्यो राम्रो यहाँको अलिकति नेपाली सुविधा पनि नागरिकहरू राम्रो हुन्थ्यो। सुविधा नि अँ, पाउँछन् र त्यसपछि हाम्रो इज्जत पनि बस्थ्यो। ओहो अहिले अब मेरो अब इज्जत गइरहेछ। अब कन्सुलेटले किन कामै गर्दैन? अब मेरो अन्तर्गतमा कामै त्यो पर्दैन होइन। म त अब एम्बेसीलाई भन्छु त्यहाँबाट स्टाफ यहाँ पठाऊ, त्यो पनि गर्दैन। उहुँ, न स्टाफ पठाउँछ, न भन्छु हाम्रो अलिकता बजेट छुट्याइदियो, दुईटा कर्मचारी पनि राखिदियो, अब मलाई हल्का हुन्छ। अब ल हेर्नु त पुरै कति पेपरहरू छ, ल हेर्नु तपाईँहरू ओहो हेर्नु न। ओहो त्यस्तो हुँदैन, त्यो फ्रीमा त आउँदैन, सबैमा पैसा लाग्छ त। अब म उहुँ, आफ्नो पकेटबाट कति कति थाम्ने होइन। म स्यालेरी लिँदैन, मेरो स्यालेरी कन्सुलेटको कहीँ पनि स्यालेरी हुँदैन। म ओहो स्यालेरी लिँदैन, अफिस खर्च लिँदैन, तर स्टेसनरीहरूमा त पैसा अँ, लाग्छ होइन। अब सबै पेपर भयो, त्यसपछि त्यो प्रिन्टर मसिनहरू भयो, सबै उहुँ, मान्छे राख्नुपर्छ। अब कसले सक्छ त्यति गर्नु? सक्दैन। एकजनाले त भ्याउँदैन, दुई दुईजना हेर्नु न। जति उहाँको हजुरको क्षेत्रमा परेको भन्दा पनि जुन मान्छेले यहाँ एउटा त्यो मा अभिभावक त्यो मानेर मा त्यो आइसकेपछि मान्छे बुझ्दैन। ओहो जति तपाईँ गर्नु आइसकेपछि हजुरले जुन एउटा अभिभावक जस्तो मानेर आइसकेपछि हजुरलाई थाहा भएको कुरा र हजुरलाई दिन सक्ने सेवा सुविधा अहिले दिनुभएको छ होइन त्यही नै भयो र हामी कार्यक्रमको अन्तिमतिर पनि तर जाउँ सर मलाई त्यो यो हुन्छ कि अब मलाई कस्तो लाग्यो भने यो मेरो सबै अ, आफ्नै नेपाली हो भने त आफ्नै जस्तो लाग्छ। मैले खोलाएको छु, मैले चाहिँ अब राम्रो हो सबैलाई अँ, होइन। र मबाट जति सेवा हुन सकोस् म सेवा गर्न तयार हुन्छु। उहुँ, त्यो कारणले र अब चाहिँ वास्तवमा भन्यो भने एम्बेसी चाहिन्छ। अब त्यो उहुँ, यो भयो कि अब त्यो भने बढी गर्न सक्दिनँ। ओहो पक्कै म पनि त्यसको लागि पनि कतिचोटि प्रयासमा गएर पनि हल्ला गरेको छु, उहुँ, भनेको छु कि यो हाम्रो काम त्यति होइन, तर अब गर्ने के? अब माया लाग्छ जो मलाई। यस्तै मैले एउटा न्युज पनि फेला पारेको थिएँ देखाएको थिएँ मैले यो विषयमा गर्दाखेरि हजुरको पहिल्यै यो 2-3 वटा अरू युरोपका देशहरू लगायतका चाहिँ देशहरूलाई चाहिँ क्याबिनेटबाट पनि पारित गरिसकेर छ कुन जस्तै साइप्रस लगायतकै 2-3 वटा देशमा चाहिँ एमबिसीको लागि पहल गर्ने भनेर चाहिँ क्याबिनेटले निर्णय त त्यो भइसकेर हिँड्छ तर जस गर्ने भनेर चाहिँ एउटा 2 वर्ष अगाडि हो कि त्यसमा 3 पनि वर्ष भएछ। अगाडि अब चाहिँ आएको जस्तै रहेछ जस्तै कि अब त्यति मात्रै होइन, अब यहाँ मान्छेहरूले जुन बेलामा के भन्छ जाने बेलामा भन्छ दाइ म यहाँबाट जुन सोसियल इन्सुरेन्सको पैसा भर्छु उम्, त्यो पैसा पाउँछु कि पाउँदिनँ, ओहो, त्यसको लागि पनि धेरैचोटि मैले पहल गरेको छु ओहो, होइन। कि कमसेकम जति मान्छेले सोसियल इन्सुरेन्स भरिरहेछ त्यो उम्, ब्याक पाओस् ओहो, भनेर। तर उसले के भनिरहेछ, कमसेकम त्यसको लागि चाहिँ परराष्ट्र मन्त्रीबाट उम्, कर्मचारी आउनुपर्छ र त्यहाँ एग्रिमेन्ट गर्नुपर्छ, हजुर, जी टु जी गर्नुपर्छ। हजुर, त्यो भयो भने कामको पनि सिक्युरिटी हुन्छ र पैसा पनि त्यो जति हुन्छ 5-6 लाख जति पाउँछ कि अँ, काम सकेपछि त्यो ब्याक पाउँछ ओके होइन। तर त्यसको लागि मैले धेरैचोटि कमसेकम जतिचोटि एम्बेसी आयो भने एम्बेसीमा दुईवटा मात्रै भन्छु काम गरिदिनु साइप्रसको लागि। एउटा स्यालेरी बढाइदिनु, एउटा चाहिँ त्यो श्रम स्वीकृति श्रम जुन हुन्छ नि त्यसको पैसा फिर्ता दिलाइदिनु। त्यो दुईवटा भयो भने कमसेकम दुईवटा काम गर्यो त्यति थाहा हुन्छ कि मान्छेलाई। पक्कै पनि सरलाई यत्रो जानकारी दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद हामी जुन कार्यक्रमको अन्तिमतिर पनि छ हजुरलाई अन्तिममा लागेको छुटेको होइन
यो चाहिँ अब यहाँका साइप्रसमा बसोबास गर्ने करिब 15-20 हजार नेपाली नागरिकहरू लगायत र विश्वबाट जुनसुकै कुनाबाट हेरेर बस्नुहुने नेपाली नागरिकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ सर? म तपाईहरू सबैभन्दा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कमसेकम यहाँ आएर तपाईँले अब प्रचार गर्नुहुन्छ, अब यहाँको रियल सिचुएसन के हो त्यो बुझ्नुभयो होइन, त्यो मेरो कुरा पनि सुनिदिनु भयो, राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को कुरा के छ भने अहिले हामीलाई सकभर के चाहन्छु भने अब म जुन बेलामा पहिला पनि भन्थे जति हाम्रो सङ्घ संस्थाहरू छन् उसलाई के भन्यो भने तपाईँहरू पनि त सङ्घ संस्था हो, तपाईँहरूको दायित्व हुन्छ कि सही ट्र्याकमा मान्छे जान्छ कि जाँदैन होइन। अब सङ्घ संस्थाको मात्रै पद लिएर बसेर हुँदैन। त्यो कारणले तपाईँहरू पनि कुनै समस्या आयो भने तपाईँ आफ्नो साइडबाट केही हेल्प गरिदिनु। अहिले धेरै अब लोड कम पर्छ, अलिकता तपाईँहरू पनि सुन्ने काम गर्नु र तपाईँबाट भयो भने म कहाँ ट्रान्सफर गरौँ, मबाट भएन भने म एम्बेसीमा ट्रान्सफर गर्छु, एम्बेसीबाट भएन भने मन्त्रालयमा ट्रान्सफर हुन्छ। हाम्रो सिस्टममा जानुपर्छ कि एकैचोटि सबै जुन पनि सानो कुरा आयो भने मेरो टाउकोमा राखिदियो भने टाउको त कहाँ काम गर्छ, कामै गर्दैन। त्यो कारणले तपाईँहरू पनि लोड लिनु। यहाँ त 25-26 संस्थाहरू भएछ होइन, तर खोइ त खालि प्रोग्रामै गर्ने, यो खालि नाचगान गर्ने। मलाई त्यो नाचगानसँग मतलब हुँदैन। वास्तवमा यहाँ कसको के समस्या त्यति त कमसेकम बुझिदिनु। हाम्रो सुसाइड केसहरू त्यतिकै छ होइन, धेरै सुसाइड भयो भने जस्तै यहाँको जस्तै विभिन्न जात अनुसारको जातीय संस्था छ। मगरको समस्या अब मगर जातिको भयो भने मगरले सल्भ गर्न त सक्छ नि, किनभने अब केही हेल्प चाहियो भने अब गुरुङको संस्था हो भने त्यस सबै संस्थाको सबै संस्थामा एकजुट पनि हुन्छ, एकजुट पनि हुन्छ र हेल्प पनि हुन्छ र उसलाई इच्छुक पनि हुन्छ केही गरौँ भनेर। तर अहिले के भइरहेछ, जुन संस्था छ अब मगर संस्था, अब मगरको लागि मर पर बनाउने र त्यही नाचगान गर्ने त्यति हो, त्यो त भएन नि त। त्यसको लागि ठिकै छ, त्यो पनि राम्रै हो, मनोरञ्जन गर्नुपर्छ र कुनै समस्या छ भने त्यहाँ अलिकता टेकअप गर्नुपर्छ कि। पक्कै पनि हजुरले चाहिँ भन्नु खोज्नु भएको जस्तै एउटा जातीय हिसाबमा आफ्नो संस्कार संस्कृति बचाउने कुरा त छँदैछ, तर पनि आफ्नो एउटा सचेत नागरिक भएको हिसाबले चाहिँ उहाँहरूलाई दुःख पीडा पर्दा समस्या पर्दा आफूले जानेको कुराहरू होइन आफ्नो संस्थाभित्रका रहेका पदाधिकारीलाई मात्र होइन र साइप्रसमा बसोबास गर्ने चाहिँ जस्तै आफ्नो जात अनुसारको चाहिँ संस्थामा आबद्ध भएर गराएर चाहिँ परेको खण्डमा पनि साथ सहयोग दिनु होला। साथ सहयोग संस्थाले साथ सहयोग दिने। यो हाम्रो कन्सुलेट हरणहरू कन्सुलेट मेरो होइन, यो सबै संस्थाको एउटा टाउको छ होइन। त्यो बुझ्नुपर्छ, यो हाम्रो संस्था हो, यसलाई कसरी राम्रो बनाउने। मैले कुनै गल्ती ट्र्याकमा छ दाइ यो राम्रो भएन, यो गर्नुपर्छ, त्यो पनि मलाई एक्सेप्ट हुन्छ, सल्लाह हामीले गर्ने, त्यसको लागि म एक्सेप्टेबल छु होइन। र सकभर मलाई सहयोग चाहिन्छ सबै संस्थाबाट र सबै संस्था ले म सहयोग गर्छु, त्यो जहिले पनि सहयोग गर्छु। मबाट भएन एम्बेसीबाट गराउँछु, एम्बेसीबाट प्रयासबाट पनि गराउँछु। पक्कै पनि हजुरको यो यहाँ साइप्रस बसाइको 30 वर्षको अनुभव र 12 वर्ष तपाईँले यहाँ कन्सुलेटमा दिइरहनु यो त तपाईँ मात्रै, यो धेरै कुराहरू छन् होइन, जुन कि अब त्यो हाम्रो ठुलो के भन्छ एम्बेसीसँग कुरा गर्नुपर्ने छ होइन। त्यो त्यसमा नलाउँ, त्यसमा नराखौँ त्यो कुराहरू, किनभने त्यसमा धेरै कुराहरू आउँछ। हामीले बिस्तारै बिस्तारै सही ट्र्याकतिर, अब पहिला मान्छे थिएन भने के ट्र्याक बनाउने, अब जति मान्छे आउँछ त्यति समस्या आउँछ, जति समस्या आउँछ त्यति हामी बिस्तारै बिस्तारै नियम कानुन लगाउँछौँ, त्यति हामी सल्भ गर्नतिर जान्छौँ, कसरी सल्भ हुन्छ। अब सबै एकैचोटि कहाँ हुन्छ होइन, बिस्तारै बिस्तारै अब तपाईँहरूको सजेसन सुझाव सल्लाह होइन के गर्नुपर्छ कसो गर्नुपर्छ भने तपाईँहरू पनि आफ्नो तर्क दिनु के। तर म सबैलाई राम्रोसित बन्नु, कुनै टेन्सन भयो भने कन्सुलेट हाउस आफ्नो सम्झेर कन्सुलेट अफिसमा आउनु त अब निर्फिक म हेर्नु। यहाँ मेरो चाहिँ जुनसुकै दिन सटरडे बाहेक या कुनै दिन सटरडेमा पनि म अफिसमा आउँछु होइन। र कुरा अब आज बन्द छ अफिस, फेरि अब कसैले गेटमा दाइ म त यहाँ आइसकेको छु, म के गर्नु, म वापसबाट आएको छु, मलाई यो गरिदिनु पर्यो, मलाई आउनै पर्छ कि। त्यो पनि अलिकता विचार गरिदिनु, टाइममा फोन गर्नु होइन, त्यो अलिकता सजिलो हुन्छ मलाई पनि। अब जथाभावी गर्न लाग्यो भने सही, सबैभन्दा मेन छ सही कुरा बोल्नु के।
झुठो नबोल्नु। उहुँ, यहाँ कसैले मलाई यो समस्या छ त्यसको पछि लाग्यो भने मलाई 10 जनालाई फोन गर्नुपर्छ। अहँ, एउटा समस्याको लागि 10 जनालाई फोन, लास्टमा रिजल्ट अर्कै हुन्छ। त्यो मलाई काम छैन भन्छ, ल ठिक म काम खोजिदेऊ, ल खोजिदिनु सर। त्यसको लागि 10 ठाउँमा फोन गर्यो, मेरो आफ्नै साथीहरू छ, ल पठाइदिनु भने पछि त मेरो त दिदी त लगाइदियो, त्यो त मलाई दुःख दिने काम भयो नि, त्यो त राम्रो भएन नि। सही कुरा गर्नुपर्छ क्या, ओके। सही दुःख छ भने हामी त्यसको पछि लागिहाल्छौँ। तर अब कसैले भन्छ मलाई यो यसको घरमा राम्रो काम गरिदिएन, वास्तवमा मैले भने केही प्रुफ छ, केही प्रुफ छैन भने हामी केही गर्न सक्दैनौँ। केही प्रुफ देखाऊ भने प्रुफै छैन, बिना प्रुफको कसैले उसको पछि लागेन। त्यसपछि भन्छ काउन्सिलरले कुनै कामै गरिदिएन। अब म कति अब के भने अब उसलाई, त्यो हो मेन कारणहरू। त्यो कारणले सबैभन्दा राम्रो के हुन्थ्यो भने जुन संस्थाहरू छ नि त्यसको रिलेटेड छ, उसले पहिला हेर्छ नि, त्यो त थाहा पाइहाल्छ नि के कसो छ, कहाँबाट आएछ, कस्तो बिहेभको छ, के बानी छ, उसले चाहिँ पत्ता लगायो भने त्यसपछि ऊबाट भएन भने मसँग सहयोग लियो भने म दिइहाल्छु नि। सरले यत्रो धेरै जानकारी दिइदिनु भयो होइन, हामीले सँग बसेर हामीलाई समय दिनुभयो। हजुरलाई धेरै धेरै धन्यवाद। तपाईँलाई फेरि धेरै धेरै धन्यवाद। यस्तै बिचबिचमा आउनु, त्यसको लागि केही छैन, हाम्रो त ढोका ओपनै हुन्छ होइन। यो तपाईँहरूको नि संस्था हो होइन, त्यो भन्न चाहन्छु।